चरा प्रेमी जो मेरो भिडियो हेर्नुहुन्छ यहाँहरू सबैलाई नमस्कार। म आज चाहिँ मुरली चरा अथवा बी इटरका दुई प्रजाति देखाउँदैछु र यो स्क्रिनमा तपाईँले देखिसक्नु भएको छ। यो चाहिँ खैरो टाउको भएको बी इटर भयो मुरली चरा, जसको चाहिँ पछाडि पुच्छरमा धाग हुँदैन हैन। अब यिनीहरूले चाहिँ आकाशमै मजाले उडेर किरा अथवा भनौँ मौरी मजाले समाउन सक्छ र त्यसलाई चाहिँ सहजै जुन चिल्नेवाला धाग हुन्छ त्यसलाई चाहिँ घोटेर फालेर अनि खाने गर्छ। अनि यो मुरली चरा चाहिँ एउटा यस्तो हरियो हुन्छ, तपाईँले हेर्नुभयो भने एकदमै हरियो सुन्दर हुन्छ र यसको चाहिँ पछाडितिर फेरि यो हरियो वालाको पछाडितिर दुईवटा रौँ जस्तो एकदमै सुन्दर पुच्छर हुन्छ भने अनि खैरोको कुनैमा हुन्छ कुनैमा हुँदैन। फेरि यो दुईटा खैरोको जोडी छ जुन यो सुन्दर जोडीको चाहिँ पछाडि पुच्छरमा चाहिँ दुईवटा लामो धस्रा छैन भने अनि यो हरियोको चाहिँ अब पछाडि पुच्छरमा चाहिँ दुईवटा धस्रा छ। अनि यो चाहिँ आकाशमा यस्तो खतरासँग उड्छ कि फाइटर जेट, हेर्नुहोस् त, फाइटर जेट जस्तो गरेर उड्ने अनि आकाशमै किरा देखेर गएर हैन, मौरी कति फास्ट उड्छ त्यसलाई छोपेर अथवा किराहरू कति फास्ट त्यसलाई छोपेर अनि ल्याएर खाइदिन्छ यसले हैन। अनि प्रायः चाहिँ मेल चाहिँ एकदम फास्ट हुँदो रहेछ र मेलले ल्याएर फिमेललाई चाहिँ खुसी बनाउनको लागि होला फिमेललाई चाहिँ प्रायः यसले खुवाएको देखिन्छ। अब त्यो भिडियो चाहिँ मैले यहाँ क्याप्चर गर्न सकिनँ किनकि यो एकदमै लजालु हुने र एकदम फास्ट उड्ने भएको कारणले गर्दा त्यो अलिकति कतै हलचल हुन बित्तिकै जाँदो रहेछ। यो चाहिँ भेरी नगरपालिका वार्ड नम्बर 10 भुच्चोरको आसपासतिर चाहिँ भेटिएको यो बी इटर हो। तपाईँले पनि बाटोमा हिँड्ने बेलामा कतिपय देख्नु भएको छ होला। यो चाहिँ एकदमै सुन्दर लागेर मैले तपाईँहरू समक्ष चाहिँ सेयर गरेको हुँ। अब जस्ताको तस्तै कमेन्ट गर्नु होला। यदि अब तपाईँलाई इच्छा लाग्छ भने सेयर गरेर सहयोग गर्नु होला। हस्त।